हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी चाहिँ एउटा खसी लिएर आएको छौँ। त्यसमा चाहिँ दाइले डोराइरहनु भयो। मतलब त लोटाइदियो, एकचोटि खेता काल्नबाट गोल्टाइदियो, अनि त्यसपछि चाहिँ त्यही भएर चाहिँ दाजुभाइ लिएर आइएको थियो। गाउँघरतिर हिँड्नै जान्दिनँ के, म त बसी उठी हिँड्ने हो, चिप्लिँदै घर्सिँदै है गाइज। दाजुभाइ घर एउटा सानो बोका चाहिँ लिएर आइयो, काट्दै अब घर काट्ने हो। गाउँघरमा आएपछि त रमाइलो त हुनु पर्यो नि, त्यतिको गाइज होइन र। यति अप्ठ्यारो छ कि बाटो, यति अप्ठ्यारो छ कि गाउँघरको बाटो थाहा छ नि त तपाईँहरूलाई। अब झन् बर्खा मासुको बाटो, अनि त्यस्तै त हो नि। सो गाइज फाइनली हामी चाहिँ रोडमा निस्किसक्यौँ। दाइले चाहिँ यहाँ बाहिर लिएर आउनुभयो, अनि हाम्रो यस्तै छ। मालदाइले डोराउँदैन, मलाई त अहिले लोटाइदियो कि यो। हेलो भन्दैन न। हेलो गाइज, आजको सङ्क्रान्ति फाइनल्ली 3 चोटि धाएर फाइनल्ली तरिकाले चाहिँ हामीले आज चाहिँ ल्याइयो कि गाइज। अब टाटा खाइन्छ, भोलिदेखि चाहिँ साउन्ड हुन्छ नि त। अब गाउँकोतिर नेपाली कल्चर हिसाबले चाहिँ अब साउन्डको व्रत चाहिँ एकदम मान्छ नि त गाइज। त्यही भएर चाहिँ सो आज चाहिँ हामी काटकुट गरेको पनि भिडियो अपलोड गर्छौँ। मेरो प्यारो भाइले हान्छ। अब भाइ भने नि छोरो हो नि, जे भने नि यही हो। यो चाहिँ म ब्लर गरिदिन्छु कि 2 दिन लाग्छ। त हान्नु नहान्ने भाइ खुकुरी हिँड्नुसम्म आएको होइन, आधा मैले हान्ने हो कि आधा के हान्छस्? आधी नचुडेको हान्छस् गाइज। फर्स्ट टाइम हो कि कस्तो कि म कटिङ थर्ड दुईचोटि कुखुरा काटेको। तेरो चोटि काट्दैछ अरे। पहिला चाहिँ 2 चोटिसम्म त कुखुरा काटेको अरे, अब चाहिँ खसी काट्छ। अलि तल खँदैन भिडियो त बना साइकल चाहिँ बनाए कान्छ। अझ एकचोटि काट्न पर्छ, जिउ देखा यार। उखे त्यो मान्छेलाई देखाएर बनाले एउटा खरको तान्द्रा लिएर आउँछ सर। कस्तो खरको? उसको तान्द्रा ए रगत मिस। ओए टाउको यति जोड्दै अनि म हाने जस्तो गर्छु के भिडियो त अनि कन्टेन्ट। कस्तो खरको? स्मट तलले फेरि क्वालिटी गर्छ कि स्मट लिएर नि सर्ट गर्छ। त्यो अन गरिदिए दाइलाई मिचेर उगाउनु। ओए दिपे साइको। फाइनल्ली गाइज हामीले चाहिँ यो के भन्छ अरे यसलाई पाठो काटिसकेका छौँ होइन। अहिले चाहिँ अब काटेको हुँदैछ अब होइन। यो अब त्यस्तै हो गाउँतिर अब होइन। त्यो भन्नै पर्दैन, सबैलाई थाहा छ, नेपालभरि थाहा छ। एउटा सानो धागोले धागोले त जाउ कान्छो यसले त गुन्जो लिएर आउँछ यार। जेसम्म त अब त्यो अवस्थामा त पर्दैन। मेने भन्नै कता काट्ने सानो धागो रसी निकाल बाबा। म त सिकाइदिहाल्छु नि तिमीलाई। होइन मैले ढङ्ग खाइहाल्छु, भिडियो सब ट्रान्सफर यो भन्नु भोलि यत्रो काट्छ बाबु। धागो काट्नु नि के काट्नु? यो काट बाहिरको छाला बस ल भयो नातिकै त हिँड्नुहोस्। गाइजहरू मैले चाहिँ सिक्दैछु है बल्ल। मैले अहिलेसम्म लाइफमा यो खसी काटेको पनि हेरेको पनि छैन, देखेको पनि छैन। तर कटिङ चाहिँ गर्दै हुनुहुन्छ, दाइले सिकाउँदै हुनुहुन्छ। दाइ भएपछि बदले कस्तो कच्ची ल्याएछ हाम्रो कान्छाले, कच्ची लिएर आएछ। नर्मल भन्दा कच्ची रहेछ धागो। भिडियो बन्द गर अब। यो होइन भिडियो त बनाउनु यो मासु फेरिसम्म त ए नसम्मसम्म त म देखाएको नसम्म उल्टो भयो हो। देखेँ अलिक तल मैले बिस्तारै काटिदिन्छु, तिमीले त्यो बिस्तारै छोड्दै लिँदै जाऊ है। भैँतिर तान्दै जाऊ, तान्दै जाऊ। बुझ्नु हो नि गाइज। यो बिग्रियो भने सबै कुराहरू बिग्रिन्छ अरे क्या। मासुको स्वाद बिग्रिन्छ। यो गाइज स्वादले
सबै घुरिन्छ भाइ मासु सबै बिगार्छ अहिले चाहिँ हामी यो साइडमा राखिदिन्छौँ यसले त फाल्ने चिजै हो यो कुकुरले खाँदैन कुकुरले नि खाँदैन कसैले नि खाँदैन मान्छेले नि खाँदैन जनावरले नि खाँदैन मान्छेले खाइहाल्यो भने बिहान फेरि उठ्दाखेरि टुकुन्छ मासु नै बिग्रिन्छ त यसलाई के भन्छ अरे फोक्सो होइन कलेजो कलेजो यसलाई कलेजो भन्छ गाइस फोक्सो त मान्छेको हुन्छ अब यो रह्यो हामीले मुतौरो र के हुन्छ यहाँ केही छैन नर्मल जाने भने नर्मल सजिलो पनि छ यहाँबाट टिप्स एन्ड ट्रिक्सहरू सिक्नुहोस् 4 दिने गोसो आफै तर्फ भएको ठाउँमा त्यो ठाउँमा केही छैन गाइज फोटो बनाऊ बनाउने हजुर दाइ यही भिडियो बनाउनु मलाई चिन्ने नि मैले मलाई गणेश आर्मी होइन तिमी होइन माइलो अनि डिबी परेको कला त नि मलाई हो अमेरिका हो ल ल ल बधाई छ बाबुलाई ब्लगिङ गर्छु सब्सक्राइब पनि गर्नु वर्तापा ब्लग गाइस हामी यसरी भुँडी काटेर अनि यो भुँडी निकाल्यो यो त आन्द्रा भुँडी चेन्ज देख्यो यो म चाहिँ हाम्रो कलेजो फोक्सो मुटु सबै यहाँ छ यो हाम्रो खसीको निकाल्यो त यी सबै निकाल्नु पर्ने चिज निकाल्यो त्यो मुतुरो निकाल्नु त अनि त्यो ऊ मुटुरो अब अहिले निकाल्नु गाउँघरमा यसरी हुन्छ पोलेरै हुन्छ अब बजारतिर चाहिँ अब पानी तताउने के गर्ने कसरी खुर्किन्छन् भन्छन् उहाँ चाहिँ मेरो बुवा हाई गरिदिनु न यता कोही नि होइन हाम्रो भिडियोमा के युट्युबमा हाल्ने भिडियोलाई यसरी पोल्दैछौँ फेस रिभिल होइन बुवाहरूको त देखाइदिनु राख्नुपर्छ चिनाइराख्नुपर्छ त्यहाँ आन्द्राबुढी पखाल पुग्यो दाइ यो दाइ म खाँदा आउँदाखेरि सकिएछ गाइस सरी ल अब भाग लाग्ने काम चाहिँ बाँकी छ अरे क्या मलाई फेरि ढङ्ग छैन एकदम मिलाएर आन्द्रा एउटा सलासले धुने मारा नि ट्याक्क मिलाएर अब भाग लासी कति बिलो मिल्छ त्यो बिलो अनुसार टक्क हामीले हेर्न नि पाइन्छ खान नि पाइन्छ गाइजहरू पकाउने टक्क घर लाने अदुवा लसुन हाल्ने टक्क पकाउने के आफ्नो आफ्नो तरिका हुन्छ पकाउने आफ्नो तरिकाले पकाउनु होला खानु होला है गाइजहरू आन्द्राभुँडी त सकिएछ पखाल पुखुल भइएछ गाइज अब चाहिँ हामी यतै पोलपालतिर मासु भनेको एकदम मिठो हुन्छ भन्छ नि त त्यो तातो पानी हालेर खुर्किनु भन्दा पनि त्योभन्दा पनि इस समान मुख बाँचियो गाइज यो टाउको हो टाउको केटाहरूले पोल्दा पोल्दै सुकेको बाँस हालेर चाहिँ बाँस हाल्दाखेरि पोलिएछ इस यसरी पोल्छ गाइज हाम्रो माइजहरूले काट्दै हुनुहुन्छ हाम्रो अङ्कल काट्दै हुनुहुन्छ यता हाम्रो तुलदाई दाइने भन्नुपर्छ यता सबै कटिङ हुँदैछ यता भाग लाग्दैछ गाइज अब केही समयपछि अब भाग लागिसकेपछि चाहिँ हामी अपलोड हुन्छ अनि भुट्टा पनि खानुपर्छ भुट्टा खाएको टेस्ट पनि म अपलोड गर्नेछु गाउँघरमा यति रमाइलो हुन्छ गाइस परिआउँदा र मरिआउँदाखेरि चल्ने भनेको गाउँमा हो कि बजारमा चल्दैन कहिले पनि तर मलाई त्योभन्दा बढी चाहिँ मनपर्ने भनेको त्यही भएर गाउँ नै हो कि गाउँमै रमाउँछु गाउँमै हुन्छु हाम्रो गड्डु फुच्चे यति चञ्चले थियो पहिला अहिले यति क्युट एन्ड स्विट भएछ अहिले मात्तिन्छ बेला बेला गाउँतिर आज कन्टेन्ट पाएको थिएन कि कन्टेन्ट आज मिठो रमाइलो छुट्टी गाउँघरको रमाइलो सबै कुराहरू क्याप्चर गर्दै